आजको ग्रोइङ इन्डियासित हामीले ओभर हेर्ने मासको चाहिँ हामीप्रतिको सपोर्ट देखियो। त्यसको रिफ्लेक्सन चाहिँ नयाँ दिल्लीमा नि हुनु पर्यो, त्यसको रिफ्लेक्सन चाहिँ काठमाडौँको सर्टेन सेक्सनमा पनि हुनु पर्यो। हाम्रो भनाइ त्यही नै हो। हामीले चाहिँ एक्चुअली के कुरामा चाहिँ हाम्रो ब्लुप्रिन्ट चाहिँ फोकस गर्न सक्छ भारत छ। तपाईँलाई म एउटै मात्रै कुरा भन्छु, जति बेला म केपिओडीसित परामर्श सल्लाहकार भएर हैदराबाद हाउस इन्डिया नयाँ दिल्लीमा म नरेन्द्र मोदीसित वार्तामा थिएँ। मेरो प्राइम मिनिस्टरले के भन्नुभयो भने यो डुबानको विषय छ, हाम्रो चाहिँ तराई जहिले पनि डुबान हुने। अनि उहाँले के भन्नुभयो भने तपाईँहरूतिर स्ट्रक्चर बनिदिए बापत अब हाम्रो त नेचुरल फ्लो त उत्तरदेखि दक्षिण हो, दक्षिणतिर बगिरहेकाहरूको चाहिँ नेचुरल फ्लो रोकियो तपाईँहरूको स्ट्रक्चर बनेर बोर्डरमा भनेर भन्नु। तपाईँको चाहिँ उतापट्टि हराभरा चिज हुने त्यही जमिन हो, त्यो हाम्रो जमिन त त्यति कुनै फरक छैन, फर्टाइल पनि त्यति नै हो सबै। मेरो चाहिँ यता डुबान भएर किसान चाहिँ टाउको हात लगाएर बसिरहेको हुन्छ। अनि तपाईँ र म हाम्रो सम्बन्ध एकदम राम्रो छ, हाम्रो एकदमै हामी यो ठाउँमा छौँ भनेको कुराको कति शानदारिता रहन्छ, कति उपयुक्त हो त्यो। मेरो किसानको डुबानको समस्या किन उठाइनस् भनेर मैले जवाफ दिनु पर्दैन मेरो किसानलाई, यो विषय हामीले सम्बोधन गर्नु पर्दैन। तपाईँकातिर त्यही हुन्छ भने मेरो पनि त्यस्तै किसान बनाउन पाउनु पर्यो नि मैले। यो पो हाम्रो म्युचुअल विश्वासका आधारमा अगाडि बढ्ने सम्बन्ध हो त। भोलि मेरो त्यहाँको किसान चाहिँ त्यो अवस्थामा तपाईँको स्ट्रक्चरका कारण उनले चाहिँ डुबान खेपिरहेको छ भने त्यही सीमाको किसान चाहिँ मसित सहमत हुन नसक्ने कुरा हामीले किन गर्ने? एक्ज्याक्टली यही भाषा भन्नु। त्यसपछि डुबानको लागि एउटा स्टडी मतलब टिम बन्यो, 70 देखि वर्षसम्म स्टडी भयो, रिपोर्ट आयो, जोइन्ट ग्रुपको स्टडी कन्क्लुजन आयो, त्यहाँ स्ट्रक्चर बनेको हुनाले रोकिएको छ, यसलाई चाहिँ बदल्नु पर्छ भन्ने कुरा इन्डियाले स्वीकार्यो। यो रिफ्लेक्सन चाहिँ जरुरी छ है।